गर्दै जय जयकार गर्छ यसोको नाउँमा खोला झरझर झर्छ पहाड बाहिर उनको करुणा भई कोइलीको हेलो यहाँहरू सम्पूर्णलाई जमसी अनि नमस्ते। हामीहरू यो चाहिँ क्याम्पिङ गएको थियौँ। म मेरो जेठानी दिदी अनि दिदी पस्केला धेरै रमाइलो भयो। हामी एक रात बस्यौँ, खास गर्दा 2 रातको पैसा तिराइ भयो, तर हाम्रो समय नभएको कारणले फेरि 1 रातको बसे भयो। तर पनि धेरैभन्दा धेरै राम्रो भयो। अनि हामीहरू चाहिँ बेलुकाको डिनरहरू हो अनि बार्बिक्यू भएको थियो, मासुहरू पोलेर खायो, बसाइ भयो बेलुकाको, अनि धेरै रमाइलो भयो। अनि हाम्रो हाइकिङहरू पनि भयो। एकदम सोचेभन्दा पनि धेरै नै उत्कृष्ट भयो। परमप्रभुलाई धन्यवाद भएको होस्। अनि फेरि पनि यस ठाउँमा हामी जान चाहन्छौँ। अनि देखिरहनु भएको छ तपाईँहरूले रातिको खाना डिनर, नुडल्स, स्यालेडहरू अनि पोलेको मासुहरू। अनि साथीभाइहरूले पनि धेरै रमाएर खानुभयो, किनकि दिउँसोभरिको यात्रा, हाम्रो यात्रा भएको थियो होला 3-4 घन्टाको यात्रा। अनि भोका कारणले गर्दाखेरि मिठो भयो, रमाइलो भयो। गानाहरू पनि गाइयो, आगो पनि ताप्यो, धेरै रमाइलो भयो। हजुरलाई धेरै धन्यवाद। मेरो भिडियोलाई हेरिदिइरहनु भएको छ भने यसरी नै हेरिदिइरहनुहोस्, सधैँ माया गरिदिनुहोस्। बेलुकाको समय त्यो चाहिँ हाम्रो घर हो, क्याम्पिङको घर। हाम्रो डान्सहरू पनि भयो, नाचाइ पनि भयो। नाचिरहनु भएको छ साथीहरू चाहिँ, साथी भन्दा पनि साथी जस्तो। धन्यवाद हजुरहरूलाई, यहाँसम्म हाम्रो भिडियोलाई हेरिदिनु भयो, माया गरिदिनु भयो, धेरै धन्यवाद। यो चाहिँ लेक, सानो लेक, माया गरिदिनुहोस्। यसरी नै अरू भिडियो पनि ल्याउने छौँ हामी तपाईँहरूको माझमा। अनि तपाईँहरूले देखिरहनु भएको छ, यो चाहिँ वकिङ गर्ने ठाउँ सानो, अनि लेक हो। यहाँ स्विमिङहरू पनि गर्दा हुन्छ। अनि धेरै रमाइलो हाम्रो उताको भ्लगमा जानुभयो यो ग्रुप, एकदम राम्रो ठाउँ छ। धेरै रमाइलो, एकअर्कामा फोन भइरहेको छ एकअर्काप्रति। अनि यो चाहिँ अन्तिम फर्केर आएको। हजुरहरूलाई धेरै धन्यवाद, अहिलेसम्म हेरिदिनु भयो, माया गरिदिनु भयो, धन्यवाद सबैलाई। जय मसी, नमस्ते।